मर्निङ एभ्रिवान, वेलकम टु माई न्यू ब्लग। सो आज चाहिँ म अघि नै उठेर ब्रसहरू गरिसकेँ। अन्त त्यसपछि चाहिँ हिजो स्कुलबाट आएर लुगाहरू धोएको थिएँ नि त, अन्त त्यो ड्राईहरू गरेर त्यतिकै राखेको थिएँ नसुकाइ। बेलुका कहाँ सुकाइरहनु बाहिरतिर भनेर चाहिँ नसुकाइकन राखिरहेको थिएँ। अन्त अहिले चाहिँ सबै लुगाहरू सुकाएँ हो, घाम अलि लागिरहेछ नि त। हेर्नुहोस् है, तपाईँलाई देखाउनु सुन्छ। अन्त त्यही भएर अब चाहिँ म के गर्छु। गुड मर्निङ भाइ। के भयो भाइ आएछ? गुड मर्निङ। आजको चाहिँ त्यस्तो छ। देख्नुभयो है, आजको नजारा त यस्तो छ। अनि म चाहिँ लुगाहरू सुकाएँ हतार हतार है, सुक्छ होला भनेर चाहिँ त्यो छतमा सुकाइरहेको छु लुगा लगाएर सबै। यहाँ अर्को चाहिँ भर्खर उठ्दैछ चाहिँ गुड मर्निङ। अन्त यहाँ चाहिँ आफ्नै धुनमा आउँदैछ भाइ। भाइ पनि हिजो आएको नि त घरमा। सो अब चाहिँ म मेरो कामहरू सुरु गर्छु हो। सो हेर्दै गर्नुहोस् होला, अहिले तपाईँलाई म देखाउँदै गर्नेछु के गर्छु भनेर। सो अहिलेलाई बाई बाई गाइस। जो चाहिँ मैले यतापट्टि पनि सँग गर्नुपर्छ, किनभने घरमा आउनु छैन दिदीहरू। कोही सिलगढीमा हुनुहुन्छ, कोही माइत जानुभएको छ हो। अनि म यो यहाँ उतापट्टि सकेर चाहिँ अहिले यतापट्टि सुरु गरेको हो। चाहिँ म यहाँ काम थाल्छु नि त। यहाँ भर्खरै हेर्दै गर्नुहोस् होला। सो उतापट्टि घरको सबैले सबै देखिसक्नु भएको छ रुमहरू। यतापट्टि घरको चाहिँ देख्नु भएको छैन है। सो म तपाईँलाई यहाँ होम टुर गराउँछु। यो चाहिँ सानो हल हो हाम्रो। अनि यहाँ चाहिँ किचन थियो होइन, किचन छ अहिले पनि, तर अब यहाँ चाहिँ हामी युज गर्दैन, पहिला चाहिँ गर्थ्यौँ। अहिले चाहिँ अर्को किचन बनाएकोले गर्दा चाहिँ उतापट्टि एक्स्ट्रा बनाएको छ नि त, त्यही भएर यहाँ हामी युज गर्दैनौँ। यहाँ चाहिँ नानीहरूको सबै स्कुलको सेसन फोटोहरू चाहिँ यसरी राखेको छु। अनि यतापट्टि नानीहरूको राखेको छु ट्रफीहरू। यो चाहिँ हाम्रो फ्यामिली फोटो। यही मेरो छोरी छैन, किनभने यो फोटोहरू खिच्दाखेरि चाहिँ थिएन नि त, भर्खर भर्खर बिहा गरेको बेलामा यो फोटोहरू। अश्विनी चाहिँ छ है। सो यहाँ म तपाईँलाई देखाउँछु तपाईँलाई। यहाँ चाहिँ हेर्नुहोस् न, यहाँ चाहिँ फर्स्ट मेरो बिहा गरेर आएको बेलामा यो फोटो खिचेको थियो। मेरो हस्बेन्डले गिफ्ट दिनुभएको यो चाहिँ हेर्नुहोस् न। हेर्नुहोस् न, यो फर्स्ट बिहा गरेर आएको। अन्त यो उसको फोटो चाहिँ उसले एनिभर्सरीमा गिफ्ट दिएको मलाई। अन्त यो चाहिँ एउटा अहिले त छैन यो फोटो, कुन चाहिँ क्यामेरामा खिचेको थियो, जुन चाहिँ फोन हुँदाखेरिको बेलामा। अब बिहा गरेको कति 10 साल भइसक्यो हो। अन्त एउटा सम्झनाको लागि चाहिँ यो मात्रै छ हाम्रो बिहा गरेको। म तपाईँलाई यहाँको रुममा देखाउँछु, पहिला यता देखाउँछु। यो चाहिँ हाम्रो दिदीको नानाको रुम। अनि यो चाहिँ नाना चाहिँ हो, आमाजु चाहिँ घरमा हुनुहुन्न चाहिँ हो, चाहिँ हुनुहुन्छ दादाको घरमा। यो चाहिँ नानाको रुम बेडरुम। यो चाहिँ आमा र बाबाको बेडरुम हो। यहाँ हुनुहुन्छ मेरो सासू ससुरा चाहिँ। अनि यहाँ चाहिँ मेरो माइलाको जेठाजु र जेठानी, जेठाजु र जेठानी दिदीको रुम। यहाँ छ, हेर्नु सक्नुहुन्छ मेरो हस्बेन्डको चाहिँ दाजु, माइला दाजु भाउजू। यो चाहिँ हस्बेन्ड सानोको। यो चाहिँ उहाँहरूको रुम हो, बेडरुम हो। अनि हाम्रो चाहिँ यता छ, यो चाहिँ हाम्रो बेडरुम हो। तर हामी चाहिँ बस्दैनौँ, किनभने यतापट्टि सुत्दैनौँ। त यो कहिले काहीँ मात्रै सोध्छु, किनभने उता नै अब बिहा गरेर फर्स्ट बिहा भएर आएको दिएको उतापट्टि उयो भएर होला हो। अन्त त्यहीँनिर बस्नु लाग्छ, यता आउनु लाग्दैन, यतापट्टि उयो गर्नु आउनु लाग्दैन नि त। यत्रो बिहा गरेको 10 साल भइसक्यो हो। अन्त कहिले काहीँ चाहिँ पानीहरू बेसी पऱ्यो भने केही भइहाल्यो भने चाहिँ अब यतापट्टि आउँछु। नानी र म नभए चाहिँ उतापट्टि नै पाएँ, उतापट्टि नै सुत्छु हामी चाहिँ।
किनभने सबैले भन्नुहुन्छ नि त त्यहाँ बेसी पानी पऱ्यो चाहिँ माथिबाट यहाँबाट पहिरो आउने डर हुन्छ नि त हो। यहाँ माथिबाट चाहिँ पुरा पहिरो चाहिँ साह्रै बेसी झर्छ माथि बारीबाट, किनभने यहाँ नालीहरू छैन नि त, सिधै त्यो पानीहरू सबै यहाँ ओह्रालो झर्छ। अन्त डर हुन्छ भनेर चाहिँ सबैले यतै सुत्नु भन्नुहुन्छ नि त। तर कोही बेला त अटेर गर्छु, कोही बेला चाहिँ मलाई पनि डर लाग्छ, किनभने नानीसँग हुन्छ नि त। आफू एक्लै छ भने त केही चाहिँ लाग्दैन, तर नानीसँग चाहिँ अब डरै हुन्छ नि त। त्यही भएर चाहिँ नानीलाई लिएर यतापट्टि सुत्छु। अन्त देख्नु भएन यति नै हो हाम्रो चाहिँ रुमहरू। अन्त कोही बेला दादाहरू आउनुहुन्छ, ठुलो दादाहरू, हाम्रो ठुलो दादा पनि छ, ठुलो जेठाजु, उहाँ चाहिँ तलै बस्नुहुन्छ नि त, दादा दिदी अनि नानी सिलगढीमै घर बनाएर त्यहीँ बस्नुहुन्छ। कहिले आउनुहुन्छ त्यति बेला चाहिँ अब यही हो बेडरुम चाहिँ, गेस्टहरू आउँदा हो, आफन्तहरू आउँदाखेरि चाहिँ यहीँनिरै रेस्ट गर्नुहुन्छ। सो यति नै हो हाम्रो चाहिँ घरको टुर चाहिँ। अरू चाहिँ सबै देख्नु भएको तपाईँले। सो हेर्दै गर्नुहोस् होला, अब चाहिँ मेरो काम स्टार्ट गर्छु। सो अहिलेलाई बाई बाई गाइस। झाडु लाउनु भन्नुहुन्छ होला हो, झाडु नि किनभने यस्तो खालको म्याटमा चाहिँ अरूले मिल्दैन नि त सफा गर्नु, छिटो मैला उयो भइहाल्छ जाँदै त्यो मैला, त्यही भएर चाहिँ यसले नै झाडुले नै मजाले यसो लाग्छ नि ठन्डा लगाइदिनु हो। त्यसपछि मात्रै कुच्चोले उता जान्छौँ ताजा झाडुले लगाएर कुठारमा पनि लाग्छ नि त, त्यही भएर सकिसकेँ। गुड आफ्टरनुन एभ्रिवान। म चाहिँ सबै कामहरू सकेर पनि हो त्यही गरेँ। त्यसपछि खाना खाएर चाहिँ जस्ट रुममा बसेको हो। म चाहिँ एकछिन रेस्ट गर्छु। त्यसपछि उठेर फेरि फुलहरू पानी हाल्नुपर्छ, खानाहरू बनाउनुपर्छ। अनि आमा र नानीहरू चाहिँ सबैजना तल आसिङ हाल्नु जानुभएको छ हो। सो आजलाई यति नै। सो बाई बाई, सी यु इन नेक्स्ट भिडियो।